दर्शकवृन्द नमस्कार। यति बेला हामीसँग हुनुहुन्छ राजनीतिक चिन्तक खेमराज सेडाई। स्वागत छ यहाँलाई। नमस्कार, धन्यवाद। मैले यहाँसँग विशेष गरी नेपाली काङ्ग्रेसको राजनीतिका विषयमा कुराकानी गर्न चाहेँ। अहिले नेपाली काङ्ग्रेस विभाजित भयो, तपाईँले यो विभाजनलाई कुन रूपमा हेर्नु भएको छ? होइन, यो राम्रो भएको होइन। हेर्नु, जुट्ने बेला फुट्यो अघि, त्यस कारण यो धेरै नराम्रो हो। नेपालको इतिहासमा नेपाली काङ्ग्रेस पार्टीको धेरै ठुलो रोल छ। अहिले आएर एमालेको पनि त महाधिवेशन भयो, करिब त नभए पनि त्यहाँ विभाजन नै भयो नि अहिले। तर त्यत्रो हल्ला त भएन नि त। नेपाली काङ्ग्रेसको जसको मुखमा पनि अहिले जहाँ जानुहोस् तपाईँ, बाटोमा वाक हिँड्नुहोस् अथवा कहीँ पनि चिया थलोमा भट्टीमा जहाँ पनि अहिले नेपाली काङ्ग्रेसको मात्रै के भएपछि नेपाली काङ्ग्रेसमा प्रति चाहिँ नेपालीको धेरै आशा छ कि। त्यस कारण यसले राम्रो गरेन र यो धेरै नराम्रो हो। राम्रो यसमा तपाईँ दोष कसको देख्नु? होइन, दोष चाहिँ हेर्नुहोस्, अब दोषै भन्दाखेरि यहाँ गाली खाइन्छ। वास्तवमा भन्नुहुन्छ भने मैले दोष चाहिँ त के देख्छु भन्ने चाहिँ गगन थापाजीहरूको दोष हो यो। गगन थापाजीहरूको, किनभने उहाँहरूले हतार गर्नुभयो। राजनीति भन्ने म्याराथन दौड हो। उहाँहरू भर्खरको मान्छे, 40-50 वर्ष केटाहरू, उहाँहरूको भविष्य थियो र यो देशको चाहिँ वास्तवमा जिम्मा उहाँहरूकै हो भन्नु भएन कि। त्यस कारणले अहिलेको परिप्रेक्ष्य भनेको चाहिँ नि जस्तो चाहिँ नि तपाईँले सोधे हो मलाई, पुस 26 गते हुन्छ कि हुँदैन भन्दाखेरि नेपाली काङ्ग्रेसको महाधिवेशन हुँदैन भनिदिएको थिएँ मैले। किन हुँदैन भने म त नेपाली काङ्ग्रेसमै जिन्दगी बिता मान्छे र त्यहाँका अनेक ऊहरू छन्। त्यस कारणले 1 वर्ष टाइम दिँदाखेरि शुद्ध पनि कति ठाउँमा विवाद मिलाउनै सक्दैन थियो। त्यहाँ हुँदैन भन्दाखेरि भएन। नभइसकेपछि संस्थापन पक्षमा उहाँहरूको भनाइ के छ भने चाहिँ कति पर्सेन्टेजले कसले लेखेर दिइसके 42% चाहिँ नि सदस्यहरूले लेखेर दिइसकेपछि बोलाइदिनुपर्छ र त्यसको पनि 3 महिना ब्याज हुन्छ। लेखेर त दिए, त्यसमा पनि फेरि बोलाउने नबोलाउने भन्ने कुरा सभापतिको कुरा हुन्छ। त्यसमा पनि 3 महिना म्याद, 3 महिनाभित्रमा बोलाइदिनुपर्छ। त्यो 42%ले लेखेर दिएपछि 3 महिनाभित्रमा बोलाइदिनुपर्छ। तर के त भनेदेखि चाहिँ फेरि पुसमा गगन थापाजी नै के गर्नुहुन्थ्यो, सक्रिय सदस्य बान्नेमा के हुनुहुन्थ्यो त भने चिफ उहाँ नै हुनुहुन्थ्यो। उहाँले भ्याउनु भएन। नभ्याउने सिलसिलामा कुरा के भयो त भन्दाखेरि चाहिँ नि फेरि उहाँ गएर चाहिँ नि वैशाखमा गर्ने महाधिवेशनमा उहाँ सहभागी हुनुहुन्छ। फेरि सहभागी हुनुहुन्छ र नेपाली काङ्ग्रेसको विधानमा के छ भने नेपाली काङ्ग्रेसको विधानमा चाहिँ सभापतीय व्यवस्था छ। त्यहाँ महामन्त्रीहरूको कतिसम्म पनि तपाईँको चाहिने अधिकार हुँदैन भने कार्य समितिको बैठक बोलाउनु पनि सभापतिको पर्मिसन बिना बोलाउन नसक्ने अवस्था हुन्छ। र त्यस कारणले उहाँहरू त्यहाँ पनि हाजिर हुनुभयो। हाजिर भइसकेपछि वैशाख नगरिकन फेरि के त भने त्यो विशेष महाधिवेशन बोलाउन पनि फेरि उसले स्वीकृति लिनुपर्छ कार्य समितिबाट। अब कार्य समितिले त नबोला भने चाहिँ हेर्नुहोस् नि, अब भन्दै गर्दा उहाँले बोलाउनु भयो। अब बोलाउँदा धेरै भिड देखाउनु भयो। त्यस कारणले चाहिँ हो अहिलेको परिप्रेक्ष्यमा गगन थापाजीहरूले जुन हिम्मत गर्नुभयो त्यसको लागि चाहिँ म एप्रिसिएट गर्छु। तर को बेला पर्यो, त्यो हिम्मत देखाउने बेला परेन। त्यो हिम्मत के देखाइदिनु पर्थ्यो त भने महाधिवेशनका चाहिँ तोकेको मितिमा भएको महाधिवेशनमा हिम्मत देखाइदिनु पर्थ्यो। त्यो फुर्ती त्यो बेला देखाइदिए भए र चुनावबाट पन्छाइदिए भए सिद्धिहाल्थ्यो कुरा। र त्यसमा उहाँहरूले हतार गर्नुभयो। हतार गर्न हुने थिएन। त्यति मात्रै कुराहरू हेर्नुहोस्। यो विशेष महाधिवेशन नबोलाउनु चाहिँ शेरबहादुर देउवाको गल्ती हो भनेर भन्छन्, तपाईँ के भन्नु? होइन, म त्यसलाई मान्दिनँ। किन मान्दिनँ भने 3 महिनाभित्र भनेको छ कि सभापतिलाई तपाईँको के त भने पत्र पठाएको सर्टेन पर्सेन्टेज सदस्यहरूले आह्वान गर्यो भने 3 महिनाभित्र बोलाइदिनुपर्छ भन्ने विधान छ। हेर्नुहोस्, र 3 महिना त कुरिया छैन। 3 महिना त अर्कै इलेक्सन हुन्थ्यो। यो भनेको मतलब पुसमै गर्दाखेरि चाहिँ के हो नि भन्ने कुरा चाहिँ मैले कुरा नबुझेको कुरा चाहिँ त्यही नै हो। बुझ्नु भएन, मैले कुरा बुझिनँ कि मैले किन हतार गर्न पर्यो कि यसमा चाहिँ सभापति भइसकेपछि उतापट्टि चुनाव लड्नै पर्दैन कि, त्यो पनि हुनसक्छ। त्यस कारणले चाहिँ मैले के पनि कुरा बुझिनँ। यो भनिसकेपछि यसमा तपाईँले देखेको कमजोरी भनेको यो पार्टी फुट्नुमा गगन थापाजीहरू उहाँहरूले त धैर्य गर्नु भएन। धैर्य गर्नु पर्थ्यो। उहाँहरूसँग त्यत्रो जनघनत्व रहेछ त त्यसमा चाहिँ धैर्य गरिदिए भए राम्रो हुन्थ्यो। शेरबहादुर देउवा भनौँ न, देउवा पक्षले यो विशेष महाधिवेशन बोलाइदिँदाखेरि चाहिँ के फरक पर्थ्यो र भनेर पनि भनिरहेछन्, जो 3 महिनाको यहाँले कुरा होइन। विशेष महाधिवेशन भनेको के मतलब आएर ल बोलाइदिएर पनि 3 महिनाभित्रमा बोलाइदिनु पर्ने हो।
त 3 महिनामा त वैशाखमा त के त भने महाधिवेशन हुँदै थियो नि त। उहाँहरूले जो यो विशेष महाधिवेशनका लागि दिएको समय भनेको चाहिँ यो गत हुन्छ होइन भने असोजको अन्तिममा उहाँहरूले त्यो हस्ताक्षर बुझाउनु भएको थियो। हस्ताक्षर बुझाउनु भयो। त्यसपछिको 3 महिना भन्ने त्यसपछि त अन्त पुसमा त बोलाइयो नि त, नियमित नै बोला नियमितै बोलाइयो। माछु बोलाएर बस्नुभयो उहाँहरू। अब त्यसमा के गगन थापाजी सक्रिय सदस्य बान्नीको चिफै उहाँ हुनुहुन्थ्यो होइन, भ्याउनु भएन उहाँले। नभ्याउँदै फेरि अर्को कार्य समिति बस्यो। कार्य समितिले के गरिदियो त, के गरिदियो भनेदेखि चाहिँ वैशाखमा भनिदियो र चाहिँ नि असोजको 3 महिनाको कुरा भएन नि यहाँ त। र त्यस कारण उहाँले त्यो मान्नु भएको छ। त्यस कारण यो कुरा के छ भन्नुहुन्छ भनेदेखि चाहिँ मैले फेरि भनिदिन्छु, यहाँनिर फेरि गाली खाइन्छ। कुरा के छ भने यहाँ अब नेपालीको हातमा कुनै पनि चिज छैन। र त्यहाँ मैले त के भनेको छु भने जुन तत्त्वले भदौ 23-24 गते उल्का मच्चा आयो, जुन तत्त्वले सुशीला कार्कीलाई के गर्यो त चाहिँ नि ऊ गर्यो तपाईँको प्रधानमन्त्री बनायो, जुन तत्त्वले के गर्यो त भने त्यत्रो सर्वनाश पारिकन पनि हाइज्याक गरिदियो। हाइज्याक भयो नि त, चाहिँ कान्ति त हाइज्याक भयो। र त्यस कारणले जसले बालेन्द्र सबै मिलाइराखेको छ, जुन तत्त्वले रवि लामिछानेको मुद्दा फिर्ता लिने भनेर नाटक गरिराखेको छ, यी सबै कुराहरू के हो त, त्यही तत्त्व हो। यो काङ्ग्रेसको महाधिवेशनमा के त पनि हात हाल्ने पनि त्यही नै हो। हेर्नुहोस्, त्यही हो कुरा। तपाईँलाई के लाग्छ जस्तो अहिले काङ्ग्रेसको जो आधिकारिकता सम्बन्धी विवाद अब निर्वाचन आयोगमा पुगेको छ, अब यो सर्वोच्चमा पनि पुग्ला होइन, कसरी चाहिँ पाउला आधिकारिकता? होइन, मैले हेर्दा सरसर्ती हेर्दा हेर्नुहोस्, यहाँ कुनै उदार कन्सिक्वेन्सी त पाउँछ, संस्थापन पक्षले पाउँछ। किन संस्थापन पक्षले भने 2-3 गल्ती उहाँहरूको भइसक्यो कि एउटा केन्द्रीय सदस्यबाट निर्णय नगरिकन विशेष महाधिवेशन बोलाइदिनु भयो। अर्को कुरा के त भनेदेखि चाहिँ 3 महिनाभित्र बोलाइदिने हो, 3 महिनाभित्र बोलाइदिने हो। र चाहिँ के त भने 26 गते पुस 26 गते यसै हुनेवालै थियो, उहाँहरूले नभ्या हो। अब त्यस कारणले के त वैशाखमा सरेमा उहाँहरू उपस्थित हुनुहुन्छ र त्यसपछि वैशाखमा गर्नु भने पुसमा किन गर्नुपर्ने हो उहाँहरूलाई सोध्नुहोस्, मलाई नसोध्नुहोस्। यार हतार गर्दाखेरि के हुन्छ भन्ने कुरा थाहा पाउनु भएन उहाँहरूले त्यो कुरा। अब भनिसकेपछि शेरबहादुर देउबा पक्षले आधिकारिकता पाउँछ नेपाली काङ्ग्रेस? मलाई त्यो लाग्यो। हेर्नु कुरा के छ भने जतिखेर चाहिँ नि शेरबहादुर देउबाले पार्टी फुटाउनु भयो, गिरिजा प्रसाद कोइराला को संस्थापन पक्ष भएको पार्टी काङ्ग्रेस फुटाउँदाखेरि त शेरबहादुर देउबा त प्रधानमन्त्री नै हुनुहुन्थ्यो त्यतिखेर पार्टी फुटाउँदाखेरि नि। तर उहाँले रुख पाउनु भएन। हेर्नुहोस्, किनभने रुख पाएकोले त गिरिजा प्रसादले रुख पायो कि। त्यस कारण यहाँ चिन्हको झगडा हो। हेर्नु, त्यस कारणले चाहिँ चिन्ह चाहिँ मलाई जहाँसम्म लाग्छ संस्थापन पछिले पाउँछ। यदि पेलेर यतापट्टिबाट पायो भने अर्को भद्रगोल फेरि निस्किन्छ। त्यो कुरा कस्तो प्रकारको भद्रगोल? भद्रगोल भने अब यो यस्तै हुँदै गयो भने यो देश सिभिल वारमा जान्छ। त्यो कुरा नि अस्थिरता हुन्छ। र त्यस कारण मैले हेर्नुहोस्, यो प्रत्यक्ष मात्रामा मैले के भन्ने गरिराखेको छु भने अब यो देश जोगाउने भनेको चाहिँ नेपाल आर्मी हो भन्नुभयो नि कि नेपाल आर्मी। फेरि नेपाली आर्मीले को गर्नुपर्छ भने होइन, मैले नेपाल आर्मी अब टुल्टुल हेरेर बस्नु हुँदैन। तर त्यसमा जस्तो मुगाबेले भद्रगोल गर्यो भनेपछि मुगाबेलाई निकाल्यो होइन, त्यस्तै फर्डिनान्ड मार्कोसलाई के गर्यो त गरे हो। र त्यसका स्ट्रेन्थेन अफ डेमोक्रेसीलाई स्ट्रेन्थेन गर्न पनि के त नेपाल आर्मी आउनुपर्छ भन्नुभयो। अब अरू उपाय छैन यो झगडा मिलाउनलाई। र त्यस कारणले यहाँ चाहिने अब धेरै कुराहरू छ र त्यस कारणले चाहिँ नि मिल्ने नमिल्ने कुराहरू मिलिराखेको छ। त्यस कारणले चाहिँ यो लास्टिङ होइन यो। अहिले मानौ यहाँले भने जस्तै संस्थापन पक्षले शेरबहादुर देउबा पक्षले यो आधिकारिकता पायो भनेदेखि अर्को पक्ष जो विशेष भएको पक्ष छ नि गगन थापा लगायतको पक्ष, त्यो पक्षको अवस्था के होला? अवस्था पछि त रुखबाट लडे बाँदर जस्तो हुन्छ। रुखबाट बाँदर लडेपछि काम लाग्दैन, त्यो भिडले उ गर्दैन हुँदो भएन कि। त्यो हुने बित्तिकै के त भने उहाँहरू त सडकमा जानुभयो नि त। उहाँहरूको पार्टी छैन, बेलैमा पार्टी के गर्नु पर्यो दर्ता गर्नु पर्यो त्यो पनि छैन। अहिले स्वतन्त्र लड्नुपर्ने हुन्छ। र त्यस कारणले मान्छेलाई स्वतन्त्र चिन्दैन। जनताले वास्तवमा जनताको माझमा पुगेको त रुख हो नि त, नेपाली काङ्ग्रेस चिन्ने रुख हो। र त्यस कारण कुरा के हुन्छ भनेदेखि चाहिँ उहाँहरूको स्वतन्त्र हैसियत हुन्छ। स्वतन्त्र हैसियत हुने बित्तिकै त अनि के हुन्छ भन्ने कुरा त अब तपाईँ जस्तो वरिष्ठ पत्रकारलाई थाहा नै छ। हेर्नु चाहिने त्यस कारण अहिले झगडा हुने रुखको हो। र त्यस कारणले चाहिँ के त भने मलाई जहाँसम्म लाग्छ, मेरो अनुभव छ, म पनि पार्टी फुटिसकेपछि यो शेरबहादुरसँग हिँडेका मान्छे हुँ, त्यसो केन्द्रीय सदस्य भएकै मान्छे हुँ। त्यो बेला
प्रधानमन्त्री आफै हुँदाखेरि पनि उहाँले रुख लिन सक्नु भएन, उहाँलाई कलस दिइदियो होइन। अब अर्को कुरा के त भने फागुन 21 त चुनाव छ, ल त्यहाँबाट विवाद मिलेन, सर्वोच्च पुगेन, आजको भोलि त छिन्दैन सर्वोच्चले, अनि भ्यायो कहाँ त। र त्यस कारणले चाहिँ नि अब यो भद्रगोल सुरु भयो भने आयो, यो भद्रगोल गराउने जुन तत्त्व थियो अब त्यो गराइदियो, बुझ्नु भएन कि बेमौसमको बाजा बज्यो। अब गगन थापाहरूको त्यसो हरिविजोग हुन्छ, त्यसमा फरक पर्दैन, एक फरक दुई फरकलाई मैले भन्ने तपाईँलाई हरिविजोग हुनै छ भने हुन्छ त्यो। अब कि त अब स्वतन्त्रबाट लड्नु पर्यो, होइन कि लड्नै पऱ्यो नि चुनाव त, कि स्वतन्त्र लड्नु पऱ्यो, स्वतन्त्र हैसियत राख्नु पऱ्यो। त स्वतन्त्र हैसियत राख्दाखेरि त चाहिने फेरि उहाँले दिए टिकट कसले लिने फेरि, यो त यसको विवाद त रुखको विवाद हो भने, रुखको विवाद हो, रुख जतापट्टि गयो त्यतै हुन्छ काङ्ग्रेस त। अहिले गगन थापातिर लागेका जति पनि नेताहरू छन् नि, शेरबहादुर देउवा पक्षले आधिकारिकता पायो भनेदेखि उनीहरू त्यतैतिर फर्किन सक्छन् त्यो त। अहिले बाबा त्यो सुनिल शर्मा त्यत्रो भाषण गर्ने मान्छे, चन्द्र भण्डारी धमाधम जान थालिसक्यो नि। र त्यस कारणले अब तपाईँको अलिकति विवाद हुने बित्तिकै यिनीहरू एक्लै हुन्छन् र तिनै मान्छेले उल्टो ताली बजाउँछन् फेरि, बुझ्नु भएन कि। त मान्छेको नेचर हो भने मान्छेको पछि लाग्दैन नि त, त्यस कारण स्वार्थ हो, स्वार्थको पछि लाग्ने मान्छे हो। अब उसले केही पनि गर्न सक्छ, उसको पछि किन लाग्ने। जस्तो भन्छ नि बले आयो ताप्छ भनेर, निभे आयो तापेर के गर्ने त, अब जाडै हट्दैन। त्यस कारण देउवा पक्षले आधिकारिकता पाए पनि या गगन पक्षले आधिकारिकता पाए पनि नेपाली काङ्ग्रेस चाहिँ कमजोर भयो होइन। त्यो त फुटेपछि त कमजोर भइहाल्छ नि तपाईँको। एकजुट हुँदा यो अवस्था वास्तवमा कुरा के थियो भने फुट्नै हुने थिएन। अहिलेको अवस्था भनेको के त भने योभन्दा क्रुसियल पिरियड आउँदैन हेर्नुहोस्, यो देशमा नि, यो देशमा क्रुसियल पिरियड आउँदैन, सरकारको उपस्थिति कहीँ पनि छैन होइन। र त्यस कारण अब देशै रहन्छ कि रहँदैन भन्ने सिलसिलामा मेरो भनेको मतलब के हो भन्नुहुन्छ भनेदेखि चाहिँ अब पार्टी झगडा गरेर के मतलब आएर घरै फुट्यो भने त, घरभित्र को बस्ने भन्दा भन्दै घरै नै सर्वनाश हो भने को बस्ने हेर्नुहोस्। त्यस कारण यो जुट्ने बेला त्यो फुट्ने बेला होइन, बेलै त्यस्तै थियो कि तपाईँको नि। अब यो फुट्न त फुटिसक्यो होइन, फेरि तत्कालै यो निर्वाचन अगाडि नै अझ भनौँ माघ 6 गते हो के अरे यो मनोनयन दर्ता गर्ने, त्यो अगाडि नै नेपाली काङ्ग्रेस एक भएको घोषणा चाहिँ हुन सक्दैन, त्यो इम्पोसिबल। अब दरार बढिसक्यो भने हुँदैन त्यो नि। मानौँ त्यसरी एक भयो भने पनि हुँदैन बाबा, यसमा त माथि नगर्नु, त्यो हुँदैन नि। भयो भने पनि काम छैन, अब भयो भने पनि काम छैन, अब जुट्दा नि काम छैन, फुट्नु त फुटिसक्यो नि, त्यो बेलैमा विचार पुर्याउनु पर्थ्यो। अब कसलाई चाहिँ बल पुग्यो यो फुटले यो चुनावमा? अरे कसैलाई नि बल पुगेन भने सर्वनाशको बाटोमा गयो। अब जस्तो यो नेपाली काङ्ग्रेस भने त के भन्नुहुन्छ भने यो त विश्वेश्वरै जन्म दिएका पार्टी हो नि तपाईँ। र त्यस कारणले राणासँग चाहिँ नि जनतालाई रैतीबाट जनता बनाउने नै नेपाली काङ्ग्रेस हो। र वर्ल्ड रिनाउन्ड पार्टी पनि यही हो, डेमोक्रेटिक पार्टी हो। आज संसारबाट कम्युनिस्ट त बिदा भइसकेको छ नि त, यहाँ जबरजस्ती नेपालमा मात्रै कम्युनिस्ट लाग्यो भने हो, यिनीहरूको मुक्ति क्षेत्र छैन। र त्यस कारण गर्ने त भोलि पनि अब हिजो पनि थियो, आज पनि हो, र भोलि पनि काङ्ग्रेसकै हो देशको जिम्मा त। नेपाली प्रजातान्त्रिक उसले लिने हो, मान्छे फेरिने हो हेर्नुहोस्। त्यस कारणले मान्छेले नराम्रो काम गर्छ, मान्छे फेरिन्छ। र पार्टी त रहिरहन्छ नि, तर यिनीहरूले पार्टीलाई खेलाउन बनायो। खेलाउन बनाउँदाखेरि के त यिनीहरू देशभक्त कोही पनि होइन। यदि देशभक्त मान्छेहरू हुन् भने यो बेला फुट्नु हुँदैन, जुट्ने बेला फुट्ने, त्यो के मजा आयो? त्यो मजा आएन नि। त्यस कारण यो बर्बादको बाटोमा के त जसले चाहिँ के त भने हात हाल्यो त्यसले सिद्ध्याउनु खोज्यो, सिद्ध्याइदियो। अब हेर्नु बुझ्नु भएन कि यहाँ जब यहाँ भन्छन् नि मान्छे डिप स्टेटको हात भयो, दुनियाँ भयो। अब यो भयो ट्रम्पले भन्यो नि म यहाँ चाहिँ नि व्हाइट हाउसभित्र डिप स्टेट छ भनेर, ट्रम्पले भनेको छ, पुटिनले भनिरहेको छ, मोदीलाई झन्डै सिद्ध्याइदिन्थ्यो इन्डियामा। त्यही तत्त्व यहाँ घुस्यो। उसको काम के त भद्रगोल गराइदिनु मात्रै हो। फेरि भद्रगोल त भयो नि तपाईँको चिन्ह। अब यस्तो भइसकेपछि चाहिँ यसको लाभ भनेको चाहिँ रासोपालाई हुन्छ। रासोपाले चाहिँ जति सिट ल्याउँथ्यो त्योभन्दा निकै माथि उक्लिन्छ भन्छन्। त हेर्दै जाउँ त, हेर्नु सिधी गर्ने कुरा, कसले कति सिट ल्याउँदो रहेछ। चुनाव भएन सिट आउँछ, चुनावै हुँदैन। फागुन 21 मा चुनाव हुँदैन बाबा तपाईँको। अब यही फुटले दिँदैन तपाईँको। र त्यसमा चुनाव हुन्थ्यो चान्सै छैन।
एक त के त चुनाव गराएर हुने के भने त्यत्रा मान्छे मारेर चुनाव गराइदिने चुनाव त 82-84 यसै हुन्थ्यो नि त्यत्रा मान्छे आएर झ्यालबाट पसेर सुशीलाजीलाई चुनाव गराउने के मतलब आएर चुनाव गरिसके फ्रेस म्यान्डेट आउनु पर्यो नि त त्यहाँ आउँदैन यिनले भनेका छन् धुलो चार्छन् यिनले हेर्नुहोस् रवि लामी छाने एन्ड कम्पनी जुन आएको छ नि उनीहरूले सपना देखेको छ हेर्नुहोस् र त्यसमा आउला सिट उनीहरूको 21बाट 20 बोला यो अब रवि लामी छानेले जितेको सिट त 8 हो नि समानुपातिक के त लिएन 21 पुग्या हो समानुपातिकले पुग्या होइन र त्यस कारणले कुरा के छ भने कसैले पनि सपना देखेको हुन्छ हेर्नुहोस् दिवा सपना हो बहुमत ल्याइहाल्छु दुनियाँ गरिहाल्छु भनेर चाहिँ के त त्यो नसोची हुन्छ अर्को कुरा फेरि यो तीन सबैजना यी अपराधी मिल्यो भने त मिल्छन् पनि किन मिल्छन् भनेदेखि उका अब माथिल्लो सदनमा त मिल्यो नि त फेरि अपराधको चुनावमा सबै मिलेनन् तपाईँ यिनीहरूको त के हो भन्नुहुन्छ भनेदेखि चाहिँ झन्डा बेग्लै पार्टी अफिस बेग्लै स्वार्थमा एकै ठाउँमा आउने एउटा पार्टीले अर्को पार्टीको चुनाव त न भोट मागिदिनेसम्म देखिसक्यो तपाईँको अनि सबै मिल्दाखेरि त अनि कुरा के छ भने अनि के भन्छ भने हाम्रो गाउँघर भन्छ कि उनीहरू त ठुला मान्छे बाबु उनीहरू त खड्करा भात हामीहरू कसौडीको भात भन्छ कि कसौडीको भात सिद्धियो भने सिद्धियो खड्करा भात सिद्धियो भने पनि के त भने 5 जनाले खान्छ 7 जनाले खान्छ कि त्यस्तै भने जस्तो सबै मिल्दाखेरि कहाँ जान्छ नि यी त खड्करा भात हुन् भने यसलाई सबै थाहा छ मान्छे मूल्य पनि थाहा छ को कतिको मान्छे हो कसलाई के हो कसलाई मासु भात खुवाउने कसलाई रस खुवाउने कसलाई के गर्ने सबै थाहा छ सबै मिल्यो तीनटा एक ठाउँमा आयो भने के हुन्छ अनि फेरि अर्को कुरा चाहिँ जस्तो शेरबहादुर देउवाले अरू विभिन्न सन्दर्भमा बुद्धि पुर्याउनु भएन भनेर पनि त्यो सुनिन्थ्यो यहाँले पनि विभिन्न सन्दर्भमा भन्नुभएको छ होइन जस्तो अहिले यो पार्टीको यो विवादका सन्दर्भमा चाहिँ उहाँको बुद्धि पुगेको हो होइन बुद्धि पुगे अब यो दुर्गतिमा देश जहाँ जान्थ्यो नि अहिले यो पार्टी विवादको होइन पार्टी उहाँको कहिले पनि बुद्धि पुगेन नि बुद्धि पुगेको भए तपाईँको एक त शेरबहादुरजी र ओलीजीहरूमा लाज शरम भए नैतिकता भए यिनीहरू बाहिर निस्किनै हुँदैन नि त्यत्रो पिटाइ भेटिसक्यो 5-5 पल्ट प्राइम मिनिस्टर भए मान्छे त्यत्रो घर जल्यो पिटाइ भेटेर कोठाका कोठा नोट जम्मा गर्नलाई फटाला पठाएर त्यहाँ देश बर्बाद गर्न पठायो र हिटलर जस्तो मान्छेले आत्महत्या गरे यिनीहरूले त आत्महत्या गर्नुपर्ने हो भने अझै म डडेलधुरा चुनाव लड्छु भन्न सक्नेले अनि यिनीहरूको नैतिकता सिद्धिया नेता के काम लाग्छ र क्यारेक्टर नभए स्वासी मान्छे नैतिकता सिद्धिया नेता त काम लाग्दैन नि अझै यिनीहरू घमण्ड गर्दैछन् अझै मान्छे त के अब अझै भन्दैछ कि उहाँ ओलीजी प्रधानमन्त्रीसँग बन्दुक हुन्छ हामीसँग स्वचालित बन्दुकै के त थिएन कहाँ आयो उसलाई थाहा छैन र त्यस कारणले के त त्यो त मैले केटाकेटीलाई देखाइदिएँ हेलिकप्टर त म अझै पनि प्रधानमन्त्री छु भन्न सक्ने मान्छे र त्यस कारण बुद्धि पुर्याइदिए भए दुनियाँ गरिदिएको भए यिनीहरूको बेलैमा बुद्धि आइदिएको भए यो दुर्गति हुँदैन थियो नि दुर्गति यिनीहरूले ल्यायो भने त आखिर यहाँ एकका एक हेर्नु नबजे बाँसुरी नरहे बाँस हुन्छ हेर्नुहोस् यहाँ अनि अघि तपाईँले ओलीको कुरा गरिहाल्नुभयो अब हामी कुराकानी गन्त्यमा छौँ ओलीसँग बालेन शाह झापामा चुनाव लड्ने भन्ने कुरा आइरहेको छ तपाईँले यो चुनाव हुँदैन भनेर भन्नुभयो मानव चुनाव भयो भनेदेखि यो चुनावको कुनै पूर्वानुमान गर्न सक्दैन अहिले त्यो बालेन शाहले हो भन्नु चाहिँ के हो भने कमिलाले फुटबलमा लात्ता लिर्का जस्तो हो हेर्नुहोस् बुझ्नुभयो नि ओली नै हो बुझ्नुभयो होइन र त्यस कारणले चाहिँ नि उत्ताउलोपना हो चुनाव लड्ने मान्छेलाई डेरा खोज्न साइत हेर्ने दुनियाँ गर्ने त्यहाँ अफिस खोज्ने गर्दैन नि त्यस कारणले चाहिँ चुनाव लडेर देश बनाउने हो भने मोचको लडाइँ होइन र चाहिँ ओलीलाई पछारेर आएछ भने के हो नि ओलीलाई पछार्ने बित्तिकै प्रधानमन्त्री हुँदैन कि ओलीलाई पछारेपछि तुरुन्तै प्रधानमन्त्री भइसक्यो वाहियात कुरा हो यो उता हर्क साम्पाङले चाहिँ ओली र बालेन दुवैलाई पाहा पछारे चाहिँ हो अब त्यसको राजनीति भएन नि त अब मोचको लडाइँमा त जे पनि हुन्छ के त्यो राजनीति भयो र यो र त्यस कारण एक त कुरा के त फलानालाई हराइदिन्छु भन्दैन हरि देखाइदिने पो त फलानालाई हराउँछु किन भन्ने देखाइदिने पो गएर त बालेन त्यत्रो भयो कि जहाँबाट के त कसैको लोकमा छैन एकै नाच समुन्नति अर्को के कुरा हेर सन्ध्यामा सूर्यको गति बालेनजी हेर्दै जानु होला के हुन्छ भन्ने कुरा नि सजिलो छैन त्यति मेयर जितिया जस्तो उहाँलाई एकैचोटि के हो त मेयरबाट प्रधानमन्त्री बनाउने मा पुग्नुभयो उहाँ कसले पुर्याए त्यो थाहा छैन त्यो हेर्नुहोस् उयो त फिस्टो के गरेछ भने बाँसको झाँगा बसेछ बुझ्नु भएन कि
हामीहरूलाई हलुङ हलुङ भने हेर त निउरिया बाँस भन्थ्यो अरे कि उही फिस्टो बसेर बाँस निउरियो भने जस्तै बालेनजीले त्यही सम्झिनु भएको छ अघि त्यस कारण त्यो थाहा भइहाल्छ नि। हुन्छ, आजको लागि कुराकानी यति गरौँ। समय दिनुभयो। आजको प्रेसका तर्फबाट धेरै धन्यवाद। यहाँलाई पनि धेरै धेरै धन्यवाद।